हेलो गाइज, यो चाहिँ हाम्रो अलैँची खेती हो। यो हाम्रो सङ्खुवासभा जिल्ला मकालु 5 मा पर्छ। हाम्रोतिर चाहिँ सबै यस्तो अलैँची खेती मात्रै छ गाइज। यहाँ चाहिँ मान्छे ठ्याक्कै अलैँचीको सिजनमा बस्ने गर्दछ गाइज। र ठ्याक्कै अलैँची टिपिसकेपछि चाहिँ बजारी क्षेत्रमा घर हुन्छ र त्यहाँ बस्ने गर्दछ। र अहिले चाहिँ गाइज अलैँचीको यो साल चाहिँ रेट पनि राम्रो आएको हुनाले अब कृषि क्षेत्रका जो मानिसहरूलाई धेरै आम्दानी स्रोत भएको जानकारी गराउन चाहन्छु तपाईहरुमा। यो चाहिँ हाम्रो अलैँची खेती हो गाइज। यो प्राय हाम्रो यो मकालु गाउँपालिका सङ्खुवासभा मकालु गाउँपालिका प्राय अलैँची खेती मात्रै गर्ने गर्दछन् यहाँका मानिसहरू। त्यस्तो छ गाइज।